Hello everyone, welcome to my channel. यहाँ आज यो इलेक्ट्रिक उपकरणहरूको विभिन्न उपकरणहरू लिएर आएको छु र यो उपकरणको नाम चाहिँ के हो म तपाईहरुलाई चाहिँ सरासरी बताउनेछु। पल्ट कुनै पनि इलेक्ट्रिक उपकरणहरू अथवा इलेक्ट्रिक सामानहरूले चाहिँ के काम गर्छ र कसरी गरिन्छ। हामीले कुनै पनि इलेक्ट्रिक काम गर्नु परेको खण्डमा चाहिँ विभिन्न उपकरणहरूको आवश्यक पर्दछ। यसको नाम हो डट पेन अथवा पेन्सिल। यसले चाहिँ विभिन्न स्केलको सहायताले विभिन्न मेजरिङ गर्न सकिन्छ र यो चाहिँ टेप। यसले चाहिँ विभिन्न नट अथवा तारहरू जोइनहरूलाई इन्सुलेट भएको भागहरूमा टाल्ने काम गर्दछ र यसको नाम टेस्टर। यसले चाहिँ के काम गर्छ भने भोल्टेज अथवा लाइन आएको छैन चेक गरिन्छ र यो चाहिँ डिजिटल मल्टिमिटर। यसले चाहिँ एसी र डीसी भोल्टेजहरू नाप्ने काम गर्दछ। यो कैँची कुनै पनि वा विभिन्न भागहरू काट्नु परेको खण्डमा यसको प्रयोग गरिन्छ। यो चाहिँ वायर कटर। यसले चाहिँ विभिन्न प्रकारका तारहरू काटिन्छ। यसको नाम पिलास अथवा प्लायर पनि भनिन्छ। यसले विभिन्न तार अथवा जोइनहरूलाई कस्ने काम गर्दछ। यसको नाम स्क्रुड्राइभर प्लस स्क्रुड्राइभर। यो माइनस स्क्रुड्राइभर रेन्ची। यसले विभिन्न प्रकारका काम गर्दछ। यो नाम चाहिँ क्ल्याम्प मिटर। विभिन्न प्रकारका क्ल्याम्पहरूलाई चाहिँ क्ल्याम्प गर्ने काम गर्दछ। यो हाते औजार अथवा ह्यामर पनि भनिन्छ। यसले चाहिँ विभिन्न प्रकारका नोट अथवा किलाहरूलाई ठोक्ने काम गर्दछ र यो बेल स्विच अथवा ह्यान्ड स्विच पनि भन्छ। यो